सो हेलो गाइज, के छ खबर। आज फेरि पनि लिएर आइसकेको छौँ इन्जिनियरिङ जियोलोजीको न्युमेरिकल 3, जुन कि पहिला पनि यस्तै टाइपको डिस्कस गरिसकेको छौँ। टाइप 1 नै छ हैन। फास्ट मैले यसलाई चाहिँ भनिदिन्छु। तपाईहरु चाहिँ फुल कन्सेप्ट चाहियो भने फर्स्ट र सेकेन्ड भिडियो हेर्नु होला। यो चाहिँ थर्ड पार्ट हुनेछ। अब हामी टाइम लस नगरिकन स्टार्ट गर्छौँ। अब हामीलाई के भनिरहेको छ क्वेसनले, डिटरमाइन द स्ट्राइक डाइरेक्सन अफ द बेडिङ प्लेन। Determine the strike direction of the bedding plane. हाम्रो के भनिरहेको छ, determine strike direction हामीलाई के गर्छ, determine strike direction of bedding plane where deep direction is n 40 degree west. Deep direction n 40 degree west. n 40 degree west deep direction. Determine strike direction. n 40 degree west deep direction दिएको छ. Determine strike direction. यो n 40 degree west कहाँ गयो, n 40 degree west कहाँ गयो, यसरी बनाउने। n 40 degree west यतातिर आउने भयो, 360 बाट घटाइदिने। 40 भनेको यतातिर चाहिँ हाम्रो कति हुन्छ, WCB मा कति हुन्छ, 360 बाट 40 घटाउने। आउँदैन भने क्याल्कुलेटर हानिहाल्ने। हान्न जरुरी पनि छ, किनकि मान्छेहरु सानोतिनो मिस्टेक गरिहाल्छ एक्जाममा। क्याल्कुलेटर युज गर्दा राम्रो हुन्छ। यो चाहिँ 320 डिग्री WCB हुन्छ, होल सर्कल बेयरिङ। अनि यो चाहिँ क्वाड्रेन्टल बेयरिङमा छ। क्वाड्रेन्टल बेयरिङ भनेको के हो, अब प्रत्येक क्वाड्रेन्टमा छुट्टै हेर्छौ। त्यो 90 भन्दा कम हुन्छ भने त्यो क्वाड्रेन्टल बेयरिङ हुन्छ हैन। र नर्थ र साउथलाई रिफरेन्स मानेर हेर्छौ। र रिड्युस बेयरिङ, त्यो होल सर्कल बेयरिङ भनेको के छ, नर्थबाट हेर्छौ हामी। र जुन एंगल हुन्छ एन्टी क्लकवाइज तिर त्यसलाई पोजिटिभ मान्छौ, र एन्टी क्लकवाइज हैन, क्लकवाइजलाई चाहिँ हेर्छौ बेयरिङमा हैन, त्यसलाई चाहिँ पोजिटिभ मानेर, र एन्टी क्लकवाइजलाई चाहिँ नेगेटिभ मानेर हेर्छौ है। बेयरिङमा फेरि अर्कोमा चाहिँ कन्सेप्ट चेन्ज हुन्छ। फेरि अर्को एंगलमा चाहिँ एन्टी क्लकवाइज पोजिटिभ हुन्छ, र बाँकी नेगेटिभ हुन्छ। त्यो बेयरिङमा चाहिँ के हुन्छ, नर्थदेखि हामी रिफरेन्स मानेर चाहिँ होल सर्कल बेयरिङको लागि हामी हेर्छौँ। अब चाहिँ स्ट्राइक भनेको प्लस माइनस 90 डिग्री हुन्छ। यो मूल मन्त्र छ हाम्रो। स्ट्राइक भनेको प्लस माइनस 90, स्ट्राइक भनेको प्लस माइनस 90 डिग्री चाहिँ मूल मन्त्र छ हाम्रो। प्लस साइन एकचोटि लिने, माइनस साइन अर्कोचोटि लिने, प्लस साइन एकचोटि लिने, प्लस साइन एकचोटि लिने, माइनस साइन अर्कोचोटि लिने, प्लस साइन एकचोटि लिने, माइनस साइन अर्कोचोटि लिने, प्लस साइन एकचोटि लिने, माइनस साइन अर्कोचोटि लिने। र हाम्रो यो 320 डिग्री होल सर्कल बेयरिङ छ। 320 डिग्री होल सर्कल बेयरिङ छ। योमा चाहिँ 90 डिग्री जोड्ने। 90 डिग्री जोड्दाखेरि हाम्रो 410 डिग्री आउँछ। र 410 डिग्री आइसकेपछि हाम्रो चाहिँ के हुन्छ, यसलाई चाहिँ हाम्रो क्वाड्रेन्टल बेयरिङमा हामी शिफ्ट गर्ने। यो चाहिँ शिफ्ट गर्छु अहिले, पहिले योमा पनि हेरिहाल्ने। अब 320 मा चाहिँ 90 डिग्री घटाइदियो, 320 मा 90 डिग्री घटाइदियो भनेको 230 डिग्री होल सर्कल बेयरिङमा आउँछ। अब 230 डिग्री चाहिँ कुन क्वाड्रेन्टमा जान्छ, र यो चाहिँ 410 डिग्री कुन क्वाड्रेन्टमा जान्छ, त्यो चाहिँ हामीलाई फाइन्ड आउट गर्नुपर्छ। यो चाहिँ हेर्छौँ हामी। यो चाहिँ भयो 410 भनेको एक रोटेसन आयो 360, ठीक छ। 360 आइसकेपछि हाम्रो अझै कति हुन्छ, 360 आइसकेपछि हाम्रो कति हुन्छ, 360 हामी घटाइदिन्छौँ भने कति हुन्छ, 410 मा हाम्रो n 50 डिग्री क्याल्कुलेट गरिहाल्ने। यो क्याल्कुलेटमा हान्दा हुन्छ। कति थियो हाम्रो, 410 थियो। 410 माइनस 360 गरिहाल्ने, कति हुन्छ, 50 डिग्री हुन्छ। 50 डिग्री हुन्छ नि। भन्नुको अर्थ के हो, यो हाम्रो यतातिर चाहिँ एक सर्कल लगाएर यतातिर आइरहेको छ भने यसरी हेर्दाखेरि हाम्रो कति हुन्छ, 410 हुन्छ एक सर्कल लगाएर। भनेको हामी होल सर्कल बेयरिङमै राख्छौँ भने यसलाई चाहिँ क्वाड्रेन्टल बेयरिङमा लगाऊ हामी। होल सर्कल बेयरिङमा त 410 छ। अब क्वाड्रेन्टल बेयरिङमा यसलाई हेर्छौँ भने नर्थबाट यतातिर कति एंगल बनाएको छ भनेको 50 डिग्री बनाएको छ। अब भनेको एंगल त त्यही छ, डाइरेक्सन त त्यही छ, यतातिर छ भनेको यो चाहिँ 50 डिग्री भयो। त नर्थलाई रिफरेन्स मानेर नर्थ 50 डिग्री इस्ट भयो। यो नर्थ 50 इस्ट लेखिदिने हैन। यो चाहिँ हुन्छ नर्थ 50 इस्ट हाम्रो चाहिँ स्ट्राइक आउने भयो। नर्थ 50 इस्ट हाम्रो स्ट्राइक आउने भयो। के आउने भयो, स्ट्राइक आउने भयो नर्थ 50 इस्ट। अनि हाम्रो यो चाहिँ के हुन्छ, 230 छ। 230 छ भनेको कुनमा जान्छ,
80 प्लस 180 प्लस भनेको के भयो 180 प्लस भनेको यो छ 180 प्लस भनेको यतातिर भयो हैन 180 भन्दा ठुलो छ भने यो 230 भयो हामीलाई थाहा छ अलरेडी हामी यो निकालिसके 50 भने यो पनि 50 नै हुन्छ त्यो निकाली राख्नु परेन हैन भने चेक गर्दा पनि हुन्छ र यो चाहिँ साउथको रेफरेन्समा आउँछ यहाँ नर्थ नलेख्ने तल साउथको रेफरेन्स आउँछ मैले नर्थ र साउथको रेफरेन्समा लेख्न भनिरहेको छु तल छ भने यो साउथको रेफरेन्समा आउँछ र साउथ 50 डिग्री वेस्ट हुन्छ त यो चाहिँ हाम्रो के भयो स्ट्राइक डाइरेक्सन भयो स्ट्राइक डाइरेक्सन त्यही भयो डिप डाइरेक्सन हाम्रो के भयो डिप डाइरेक्सन हाम्रो कति दिएको छ 320 डिग्री 320 डिग्री भनेको होल सर्कल बेरिङमा हाम्रो 320 डिग्री छ भने यहाँदेखि यसरी गर्दाखेरि 320 योमा आउने भयो यो चाहिँ हाम्रो के छ स्ट्राइक डाइरेक्सन छ यो चाहिँ हाम्रो के छ यतातिर स्ट्राइक डाइरेक्सन भयो भने स्ट्राइक डाइरेक्सन हैन डिप डाइरेक्सन छ सरी यो फ्लोमा मिस्टेक भइहाल्यो यो चाहिँ डिप डाइरेक्सन भयो अनि यो चाहिँ के भयो यसको चाहिँ 90 डिग्री यतातिर चाहिँ के हुन्छ स्ट्राइक डाइरेक्सन डिप डाइरेक्सनको प्लस 90 डिग्री स्ट्राइक डाइरेक्सन र माइनस 90 डिग्रीमा पनि के हुन्छ स्ट्राइक डाइरेक्सन हुन्छ है त यो चाहिँ के भयो फिगर चाहिँ यसरी चाहिँ हामी हेराउने र यो चाहिँ एंगल चाहिँ लेखिदिनु पर्यो एंगल चाहिँ छुटाउनु भएन यो फिगर यसरी नै छ फिगर चाहिँ पहिला त यो सबैलाई आउँछ यो कोअर्डिनेट यो नर्थ ईस्ट वेस्ट साउथ लेखिदिने र यो चाहिँ डिप डाइरेक्सन बनाइहाल्ने n 40 डिग्री वेस्टमा के हुन्छ डिप डाइरेक्सन हुन्छ n 40 डिग्री वेस्ट कहाँबाट आयो हामीलाई पहिला नै निकालिसकेको छौँ n 40 डिग्री वेस्ट हाम्रो दिएको छ हैन यसलाई चाहिँ होल सर्कल बेरिङमा मैले लेखिदिएँ हैन भने यतातिर केही पनि पर्दैन नर्थ 40 डिग्री वेस्ट यतातिर छ यो भन्दा पनि हुन्छ तर एंगल दुईटै लेखिदिनु होला केही छैन यो चाहिँ हाम्रो चाहिएको पनि हुन्छ र बुझ्नको लागि आफै बुझेको छ भने आफै चाहिँ लेखिदिन्छ मान्छेहरु केही छैन यो चाहिँ n 50 डिग्री ईस्ट यो चाहिँ स्ट्राइक डाइरेक्सन लेख्ने यहाँ स्ट्राइक डाइरेक्सन लेखिदिने स्ट्राइक यहाँ लेखेकै छ स्ट्राइक भनेको यो स्ट्राइक डाइरेक्सन लेख्ने स्ट्राइक डाइरेक्सन पनि लेखिदिने स्ट्राइक डाइरेक्सन लेखिदिने दुईटैतिर अनि फिगरमा चाहिँ हुन्छ डिप एन्ड स्ट्राइक डाइरेक्सन फिगर डिप एन्ड स्ट्राइक डाइरेक्सन यही हुने भयो त हस्त साथीहरु आजको टपिक यति थियो कति मिनेटको भिडियो 7 मिनेटको छ अर्को पनि बनाइहाल्नु यहीमा के छ डिप डाइरेक्सन अफ द नाइस बेडरक डिप डाइरेक्सन अफ द नाइस बेडरक डिप डाइरेक्सन अफ नाइस बेडरक्स कति हुन्छ भने डिप डाइरेक्सन अफ द नाइस बेडरक डिप डाइरेक्सन अफ नाइस बेडरक इज डिप डाइरेक्सन नाइस बेडरक यति दिएको छ फाइन्ड आउट स्ट्राइक अफ द सच रक विथ नेट स्केच स्ट्राइक फाइन्ड आउट स्ट्राइक डिप डाइरेक्सन दिएको छ फाइन्ड आउट स्ट्राइक र यो चाहिँ त तपाईहरु आफै गर्नुपर्ने हो डिप डाइरेक्सन यति छ यो चाहिँ अब हाम्रो यस 70 डिग्री ईस्ट यस 70 डिग्री ईस्ट कहाँ जान्छ पहिला हामीलाई त्यो म्याप बनाउनु पर्छ कहाँ जान्छ भने यस 70 डिग्री ईस्ट भयो यस यतातिर छ यो यस यो पोइन्ट छ 17 डिग्री ईस्ट भनेको 70 डिग्री यतातिर आउने भयो भनेको यसरी हुन्छ 70 डिग्री यो चाहिँ 70 डिग्री छ यो चाहिँ के छ डिप डाइरेक्सन छ यो चाहिँ के छ डिप डाइरेक्सन छ भनेको 70 भने 180 बाट हाम्रो 17 घटाइदियो भने यतातिरबाट हाम्रो कति आउँछ 163 डिग्री आउँछ हैन होल सर्कल बेरिङ 163 क्याल्कुलेट गरिहाल्ने हैन त यो होल सर्कल बेरिङ पनि काम लाग्छ पछि भने म अहिले नै लेखिदिए केही छैन अब यो चाहिँ के हुन्छ हाम्रो स्ट्राइक भनेको डिप डाइरेक्सन प्लस माइनस 90 हुन्छ डिप डाइरेक्सन प्लस माइनस 90 हुन्छ यहाँ काम लाग्यो नि 163 डिग्री त त्यही भएर यहाँ लेख्नै पर्छ अनि स्ट्राइक भनेको प्लस माइनस 90 डिग्री भइहाल्यो स्ट्राइक भनेको प्लस माइनस 90 डिग्री भइहाल्यो स्ट्राइक भनेको प्लस माइनस 90 डिग्री भइहाल्यो डिप डाइरेक्सन प्लस माइनस 90 स्ट्राइक भनेको डिप डाइरेक्सन प्लस माइनस 90 भयो पोजिटिभ साइन पहिला लेख्ने भनेको 90 वाला जोड्ने र 90 घटाउने त स्ट्राइक भनेको हाम्रो कति डिप डाइरेक्सन हाम्रो कति छ 163 डिग्री छ 163 डिग्री हाम्रो के छ डिप डाइरेक्सन छ हैन र यो चाहिँ के हुन्छ 163 प्लस 90 गर्दाखेरि हाम्रो 253 हुन्छ त अहिले 253 चाहिँ होल सर्कल बेरिङमा छ किनभने होल सर्कल बेरिङ 90 भन्दा सानो पनि हुन्छ ठुलो पनि हुन्छ त यो चाहिँ होल सर्कल बेरिङमा भयो र यो चाहिँ अहिले पछि भन्छु यो चाहिँ पहिला निकालिहाल्नु नेगेटिभ साइन स्ट्राइक डाइरेक्सन 163 थियो डिप डाइरेक्सन अनि माइनस डिप डाइरेक्सन प्लस माइनस प्लस 90 गर्दा यति भयो माइनस 90 गर्दा यति हुन्छ यो चाहिँ क्याल्कुलेटरले दिन्छ हैन इजिली त्यो चाहिँ हाम्रो के हुन्छ अब यो चाहिँ आइसक्यो यो आयो हाम्रो कति आयो यो चाहिँ 63 डिग्री आयो हैन त नर्थ 63 हैन 73 भयो 73 डिग्री भयो हैन यो चाहिँ नर्थ 73 डिग्री ईस्ट हुने हो त स्ट्राइक यो 73 हुन्छ भने यो पनि 73 नै हुन्छ किनकि र यो चाहिँ नर्थ टु ईस्ट छ भने यो साउथ टु
वेस्ट भयो। अब यो कसरी भयो यसरी हामी बनाइहाल्छौँ हैन। यो नर्थ 73 इस्ट छ, यतातिर छ भने स्ट्राइक डाइरेक्सन यतातिर छ भने यतातिर हुन्छ। यसको डाइरेक्सन त सेमै हुन्छ नि यसको डाइरेक्सन। र डिप त कता छ, डिप त यसरी हुनु पर्यो। डिप कति छ, साउथ 17 डिग्री इस्ट। साउथ 17 इस्ट कता गयो, साउथ 17 इस्ट यतातिर छ डिप डाइरेक्सन। यतातिर हाम्रो के छ, डिप डाइरेक्सन छ यतातिर। यतातिर हाम्रो डिप डाइरेक्सन छ भने यसको चाहिँ प्लस माइनस 90 डिग्री यतातिर के हुन्छ र यतातिर हाम्रो के हुन्छ, स्ट्राइक डाइरेक्सन हुन्छ। स्ट्राइक डाइरेक्सन हुन्छ। यो चाहिँ हाम्रो डिप डाइरेक्सन भयो। यसको चाहिँ 90 प्लस 90 र माइनस 90 हाम्रो के हुने भयो, स्ट्राइक डाइरेक्सन हुने भयो। यो चाहिँ हाम्रो थाहै छ इस्ट, यो चाहिँ इस्ट नर्थ वेस्ट, यतातिर साउथ भयो। र यो एंगल लेख्न जरुरी छ, यो एंगल लेख्न जरुरी छ, यो एंगल लेख्न जरुरी छ हैन। एंगल लेखिदिने। डिप डाइरेक्सन स्ट्राइक डाइरेक्सन के छ यो चाहिँ यसरी हामी लेखिदिन्छौँ हैन। यो का हाम्रो के भयो, यो सिम्पली यतातिर नर्थ इस्ट वेस्ट साउथ भयो हैन। अनि हाम्रो चाहिँ के छ, यतातिर जुन छ यतातिर के भयो, हाम्रो डिप डाइरेक्सन भयो। र यो एंगल कति छ, 70 डिग्री छ। यो चाहिँ मेन्सन गरिदिने हैन। र यो चाहिँ डिप डाइरेक्सन पनि लेखिदिने। र यो चाहिँ यो पनि माथिको लेखिनै दिने, केही चाहिँ एउटा एंगल लेख्दा हुन्छ तर यो पनि लेखिदिने राम्रो लाग्छ। अनि चाहिँ यो स्ट्राइक डाइरेक्सन भइहाल्यो यतातिर हैन, स्ट्राइक डाइरेक्सन यतातिर भइहाल्यो। यो चाहिँ एकदम नापेर गर्ने हैन। अनि चाहिँ मार्क चाहिँ राम्ररी दिन्छ। अनि हाम्रो के हुन्छ भने यो चाहिँ 73 डिग्री भइहाल्यो। यो 73 हुन्छ भने यो पनि 73 हुन्छ। र यो चाहिँ नर्थ 73, यो चाहिँ इस्ट भयो भने यो पनि साउथ 73 वेस्ट हुन्छ। त्यो कुरा चाहिँ हामीलाई थाहा हुनु पर्यो। यो चाहिँ फिगर अब डिप डाइरेक्सन स्ट्राइक डाइरेक्सन लेखिदिने। अनि हाम्रो के हुन्छ लास्टमा फिगर पनि लेखिदिने, फिगर डिप एन्ड स्ट्राइक। त यसरी चाहिँ हाम्रो यो पनि न्युमेरिकल कम्प्लिट हुने भयो। अब अर्को न्युमेरिकल पनि हेरि नै हालौँ। डेटरमाइन द स्ट्राइक डाइरेक्सन। डेटरमाइन द स्ट्राइक डाइरेक्सन यस्तै टाइपको छ। डेटरमाइन द स्ट्राइक डाइरेक्सन अफ द बेडिङ प्लेन अफ द लाइम स्टोन बेडरक विच डिप्स टुवार्ड्स द यन 31 डिग्री वेस्ट। अब यो चाहिँ डिप डाइरेक्सन दिएको छ मजाले। यसको चाहिँ 31 डिग्री छ, 31 डिग्री नर्थ 31 डिग्री वेस्ट छ। नर्थ 31 डिग्री वेस्ट छ भने यो नर्थ 31 डिग्री वेस्ट छ यतातिर आउँछ। नर्थ 31 डिग्री वेस्ट छ भने होल सर्कल बेरिङमा के छ, नर्थबाट हामी हेर्छौँ होल सर्कल बेरिङ भनेको 360 बाट हाम्रो 31 घटाइदिन्छौँ भने हाम्रो क्याल्कुलेटरले कति दिन्छ, होल सर्कल बेरिङ कति दिनेछ, 2329 भनेको यो चाहिँ क्याल्कुलेटर दिने भयो। यो चाहिँ होल सर्कल बेरिङमा छ। र स्ट्राइक भनेको के छ, डिप डाइरेक्सन जति छ प्लस माइनस 90 गर्ने, प्लस साइन लिने 419 डिग्री आयो। अनि 419 डिग्री होल सर्कल बेरिङमै छ 100% स्योर छ, किनभने 90 डिग्री भन्दा ठुलो छ। यो चाहिँ माइनस गर्दाखेरि पनि 239 आयो। यो पनि होल सर्कल बेरिङमै छ किनभने 90 भन्दा ठुलो छ। अब यसलाई चाहिँ रिड्युस बेरिङमा लग्नको लागि एउटालाई हामी लग्छौँ र त्यतिकै आन्सर चाहिँ अर्कोमा आउँछ हैन भने क्याल्कुलेटर चेक पनि गर्न सकिन्छ। यो 419 भनेको के छ, 1 रोटेसन 360 भयो भनेको यो 360 भन्दा बढी हुने भयो भनेको बढी 419 बाट हामी 360 घटाइदिन्छौँ भने हाम्रो कति हुन्छ, 419 बाट हाम्रो 360 घटाइदिन्छौँ भने हाम्रो कति हुन्छ, 419 माइनस 360 घटाउँदाखेरि हाम्रो कति हुन्छ, 59 भयो। जस्ट एउटा निस्कियो भने अर्को फिक्सै निस्किन्छ हैन। एउटा निस्कियो भने हाम्रो अर्को चाहिँ फिक्सै निस्किन्छ, त्यो कुरा हामीलाई थाहा छ। भनेको यो 59 भयो भने यो एक्सिड गरेको थियो हैन, यतातिर आएको छ। यो चाहिँ कति छ, नर्थ इस्ट समथिङ इस्ट भयो। त नर्थ समथिङ इस्ट भनेको एंगल कति हुन्छ, 59 हुन्छ समथिङको ठाउँमा। नर्थको बीचमा चाहिँ के हुन्छ, 59 हुन्छ। यो मैले त्यतिकै लेखिदिएको हैन। यो चाहिँ अनि यो यही कुरा तल चाहिँ के हुन्छ, 59 साउथ 59 वेस्ट भइहाल्छ। एंगल त भर्टिकली अपोजिट एंगल त सेमै हुन्छ नि। यो एंगल र यो एंगल त चाहिँ सेम हुन्छ नि। र डिप डाइरेक्सन कतातिर गइरहेको छ, डिप डाइरेक्सन अब कतातिर गइरहेको छ, नर्थ 31 डिग्री वेस्ट। नर्थ 31 डिग्री वेस्ट हाम्रो कता छ, नर्थ 31 डिग्री वेस्ट यता छ हाम्रो नर्थ। यो चाहिँ डिप डाइरेक्सन। यो चाहिँ हाम्रो थाहा लाग्यो भने त डाइरेक्टली हाम्रो यसको चाहिँ के हुन्छ 90 डिग्री, यसको चाहिँ
90 डिग्री यता र 90 डिग्री यता चाहिँ प्लस माइनस 90 डिग्रीमा के हुन्छ स्ट्राइक डाइरेक्सन हुन्छ। यो चाहिँ हाम्रो स्ट्राइक डाइरेक्सन हुनेछ र यतातिर चाहिँ हाम्रो के हुन्छ डिप डाइरेक्सन हुन्छ। डिप डाइरेक्सन हाम्रो चाहिँ नर्थ समथिङ दिएको छ वेस्टतिर र यो चाहिँ हाम्रो के हुन्छ स्ट्राइक डाइरेक्सन हाम्रो चाहिँ यो एंगलहरु लेखिदिने मजाले, यो एंगल पनि लेखिदिने, यो एंगल पनि लेखिदिने र फिगरमा चाहिँ लेखिदिने। डिप डाइरेक्सन हाम्रो भयो यतातिर डिप डाइरेक्सन भयो, यतातिर स्ट्राइक डाइरेक्सन, यतातिर स्ट्राइक डाइरेक्सन र यो चाहिँ 59 भयो भने यो पनि 59 हुन्छ भर्टिकली अपोजिट एंगल। यो डिप डाइरेक्सनको यो समथिङ छ, यो पनि लेखिदिने मजाले। लास्टमा फिगर डिप एन्ड स्ट्राइक डाइरेक्सन लेखिदिने। डिटरमाइन द डिप डाइरेक्सन अफ द बेडरक व्हिच हैज द स्ट्राइक। अब यो चाहिँ अर्को टाइपको न्युमेरिकल आयो, यो चाहिँ अर्को टाइपको न्युमेरिकल अर्को पार्टमा गर्छु। यो पार्टमा यतिकै हस्त साथीहरु पढ्दै गर्नु होला। अब कुन हुनेछ अर्को पार्टमा क्वेशन नम्बर 6 13 वटा न्युमेरिकलको सिरिजमा 5 वटा सक्यो।